ल त्यो त गइहाल्यो आफू पछि परियो गाई चाहिँ अब धुलो उडाउने भयो बुद्धीले अब लो धुलो उडिरहेको छ धुलो उडाउँदै जाने भयो नि बुद्धीले यार अब यार ल ठिक छ यसलाई कहाँबाट ओभरटेक गराउँछ ल थ्याङ्क यू यसलाई पनि ओभरटेक गर्नु पऱ्यो यार यसलाई पनि ओभरटेक गर्नु पऱ्यो बाइकमा भने यसले पनि लास्टै धुलो उडायो यार बाबरे च्या ओहो ल यसले ओभरटेकै गर्न दिएन यार तट लास्टै धुलो उडायो नि यार के हो साइडमा त केटाहरू त पुरा जङ्गलतिरको छ त हौ जङ्गलतिर के पार्टी हान्छ अब के हो एफजेड भयो भने खतरा खोलाइरहेको छ केटाले यार तर 220 त यो अफरोडको लागि चाहिँ अब यो जुन हाइवेतिरको लागि चाहिँ एफजेडले लगभग 220लाई भेट्छ नै रेसिङमा तर यो उकालो ओह्रालो यस्तो अफरोडको लागि चाहिँ 220 त किन्नै हो एफजेड होइन राजा नै हो डबल लोडमा बबाल तारिरहेको छ पिकअप दिइरहेको छ बबालै है अब अर्को बाइकहरू डट बाइकहरू त अब खरै भइहाल्यो भए पनि नर्मल यस्तो बाइकहरूमा चाहिँ 220 किङ नै हो यस्तो अफरोडको लागि चाहिँ 220 किङ नै हो यस्तो जङ्गल बाटो डाँडा काँडा कच्ची बबल तानिन्छ यार बबल खतरै तानिन्छ भने 220 किङ जस 220 को यो फिचर चाहिँ दामी लाग्छ क्या अरू कुरा मन नपरे पनि 220 को फिचर चाहिँ फेरि अब जस्तै हाइवेमा के गाइज होइन हाइवेमा चाहिँ अब अलिकति यो केटिएम डुकहरू अनि अलिकति चल्लो बल्लो बाइकहरू हुन्छ नि होइन तिनीहरूलाई ओभरटेक गर्न गाह्रो छ सकिँदैन तर यो अफरोडको लागि भने चाहिँ उकालोको लागि दुईजना लागेर त हालेर पनि फिलिङ जान्छ यार 2 नम्बर गेयरमा तानिरहेको छ यार बाफरे भनेपछि त 220 अफरोडको लागि चाहिँ किन्नै रहेछ क्या भन्ने कुरो प्रमाणित भयो आज यार बगान तानिने बगाल गाइज है पर्फर्मेन्स चाहिँ भने जस्तै हो कि होइन फेरि बाइक पनि कन्डिसनमा हुनुपर्छ मेरो त बाइक त A1 कन्डिसनमा राख्छु म जहिले पनि फुल इन्जिनदेखि लिएर सबै A1 कन्डिसनमा राख्छु नि त मैले त्यो भएर पनि होला बब्बाल तानिरहेको छ बब्बाल तर म ओभरटेक गर्छु ठाउँ नभएर मात्रै हो उसले ओभरटेकै गर्न दिएको छैन नत्र पनि म यति बेला कहाँ पुगिसकेँ उसले ओभरटेकै गर्न दिइरहेको छैन म ओभरटेक अब चाहिँ गर्छु है त अब भने ओभरटेक गर्छु ठाउँ मिलाएर